हेलो नमस्ते सबैलाई स्वागत छ मेरो फर्स्ट मिनी ब्लगमा र अहिले म सुगन्धाहरूको खेत रोप्न हिँडिरहेको छु। अहिले मैले जानुदिन कोदाली काँधमा हालेर ट्विक 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 गएँ होइन साथीहरू। अनि म अहिले चन्टे पाटामा हिँडिरहेको छु। अहिले मैले चप्पल फुकाएँ, चप्पल यहीँ राखेर म हिँडेँ। अब त्यसपछि माथि तल हिँडेँ अनि अलिक तलै थियो कि खेत चाहिँ, अनि यो माथिसम्म खेत रोप्ने चाहिँ तल हिँडेँ गएँ सुई अनि हाम्रो मामा अनि यहाँ सबैजना आइसकेको रहेछ है। म चाहिँ अलिक ढिलो भएछु तल, अनि 2 हल हालेर रोप्दै थियो अनि सुरु भयो। अनि मैले ट्याक्क भिडियो खिचेर अनि ट्याक्क छोडिदिएँ। त्यसपछि अनि बाँकी भिडियो यो चाहिँ नानीलाई खिच्न लाग्यो, कस्तो खिच्दैछ होइन। म चाहिँ त्यहाँ टुइ झर्दैछु तल होइन खेतमा होइन। अनि यो रातमटे डाँडा देखायो। त्यसपछि हाम्रो यहाँ खेत खिचिरहेको छ, नानीहरूले जे होस् खिचिरहेको छ, खुसी लाग्यो। अनि सुलीकोट डाँडा पनि देख्न सक्नुहुन्छ तपाईँहरूले। अनि म त्यहाँ खोत्लो हात झार टिपे जस्तो गरेँ। यहाँ सानो भाइले आली लायो। त्यसपछि उता रोपिरहेछ, यता 2 अलगोहरू हालेर लगाइरहेको छु त्यहाँ ट्याक्क होइन। अनि हामी ट्याक यसो अलिअलि भिडियो नि बनाएँ। त्यसपछि यसो काम गरेर जस्तो नि गरिरहेको छु। यहाँ सुजन दाइ आउनुभयो। सुजन दाइले ट्याक्क पानी मिलाइरहनु भएको छ, सुजन दाइले पानी केलाइरहनु भएको छ। त्यसपछि यता हेरेर सुजन दाइलाई मैले के छ साथी भनेर ठिक छ कस्तो हुँदैछ भने ठिकै हुँदैछ भने खुङ खान थालेँ। अनि हामी चाहिँ अब खाजा खाने बेला भयो, खाजा खाँदैछ यहाँ सबैजनाले होइन। अनि सबैले खाजा खाँदैछ अनि सानो यहाँ ट्याक्क मेरो पाकै यो चाहिँ ट्याक्क खाजामा बोडी भुजा चिउरा है, अनि काँक्रोको अचार दियो। यो चाहिँ नानीलाई खिच्न लाग्यो, औँलाले छेक्दैछ क्या पुरै माथि देखाउने। सबलाई देखाएँ नानी भनेर के गर्यो होइन। फेरि अनि त्यहाँबाट सेक्यो, कालीलाई देखायो। सबैजना खाजा के गरेर खिच यता खिच कालीले हामी हुँदो रहेछ, मलाई खिचेछ मैले खिचेँ। सानोले डरो दिइरहेको छ, यहाँ नानी फेरि नाचिरहेछ। अनि हाम्रो चाहिँ सक्यो, धन्यवाद, थ्याङ्क यू।